हेलो साथीहरू, म चाहिँ आज भान्सीको भिडियोबाट सुरु गर्दैछु। आज चाहिँ हामीहरू जानु आँटेको मृत्युञ्जय मन्दिर, अनि म चाहिँ गएको छुइनँ कहिले पनि। अनि फर्स्टचोटि म चाहिँ जानु लागेको, नुहाइदै गरेर म चाहिँ पूजासुजा गरिसकेँ, अब ठिक परेर निस्किनुपर्छ भनेर। अनि यहाँ चाहिँ हामीहरू सबैजना रेडी भएर गाडीमा बसिसकेको छौँ। अनि यहाँ चाहिँ हाम्रो ड्राइभर दाइ हुनुहुन्छ, मेरो दादा, अनि हामीहरू सबैजना रेडी भएर धेरै टाढो रहेछ, 80 किलोमिटर टाढो रहेछ घरबाट। अनि फर्स्टचोटि म, बहिनी, मेरो बुढा सबैजना फर्स्टचोटि हो। दिदी चाहिँ पहिला पनि जानुभएको रहेछ। अनि यहाँ चाहिँ हामीहरू जाँदैछौँ चढेर गाडीमा, होइन। अनि त्यहाँबाट एकदमै टाढो रहेछ, बस्दा खाली पेटमा फेरि केही पनि नखाइकन ढिलो पनि भइसकेको थियो। अनि अब हामी चाहिँ भर्खरै आइपुग्यौँ। कपाल हेर्नु न, हावाले कस्तो भइसकेको थियो, के भन्नु र। अनि यहाँ चाहिँ हामीहरू पुगेर प्रसादहरू किन्यौँ। अनि एउटा प्लेटमै 800 रुपियाँ अरे, हेर्नु न, यति दामी। भगवान्को मन्दिरमा पनि चढाउने सामान पनि यति धेरै दाम, के भन्नु र। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, मैले भोलेनाथको हजुरहरूलाई मन्दिर देखाइसकेको छु। यो चाहिँ मृत्युञ्जय मन्दिर हो, यहाँ चाहिँ शिवजीको हो यो चाहिँ। अनि मन्दिरमा मान्छे चाहिँ धेरै हुँदो रहेछ। अनि 12 बजी चाहिँ एकछिन बन्द, माने पूजा चाहिँ एकछिन गर्दैन रहेछ 12 बजी। कि त बिहान जानु पऱ्यो, कि त अब 12 बजी पछि जानु पऱ्यो। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, हामीहरू पुगिसकेको छु। अनि यहाँ चाहिँ अगाडि फर्स्टमै अब यो दुपट्टाहरू चढाउनु पर्दो रहेछ, अनि डमरुहरू के हत्तीको सामानहरू चढाउनु पर्दो रहेछ। अनि हामी चाहिँ यहाँ यसरी बान्नु पर्दो रहेछ सबैजनाले। दियो धुपकाठीहरू सबै बाहिरै जलाउनु पर्दो रहेछ, भित्र चाहिँ जलाउनु केही पनि पाइँदैन। धुप तपाईँको दुध र अनि फुल मात्रै चलाउनु पाइन्छ, सबै बाहिरै चलाउनु पर्दो रहेछ। अनि यहाँ चाहिँ दिदी कहाँ जानु? अनि यहाँ चाहिँ हामीले दर्शन गरिसकेर यहाँ चाहिँ अब तेजपुर अग्निवीर पार्क हामी जानु आँटेको। अनि यहाँ पनि मेरो फर्स्टचोटि हो, अनि यो नयाँ जग्गा, म चाहिँ कहिले पनि आएको छुइनँ। अनि यो चाहिँ सबै अब मेरो लागि नयाँ नै हो। अनि यहाँ चाहिँ यो चाहिँ थाना अरे, यति लामो, के भन्नु, यसको भित्र के छ अब केही पनि देखिएको छैन, सबै यहाँ अब लगाएको छ। अनि हेर्नुहोस् न, जग्गाहरू चाहिँ राम्रो लाग्यो घुमेर। अब पार्कहरू चाहिँ कस्तो छ देखेको छुइनँ, त्यही पनि अब फर्स्टचोटि जानु आँटेको। अनि अब एक्साइटेड थिएँ धेरै जानुको लागि। अनि फटाफट हामीहरू चाहिँ पूजासुजा गरिसकेर ढिलो भइसकेको थियो। अनि फटाफट हामीहरू चाहिँ निस्केर अब गाडीमा बसेर, अनि यहाँ चाहिँ हामीहरू पार्क जाँदैछौँ। अनि पुग्नु आँटेको थियौँ, धेरै टाढो त थिएन। अनि हेर्नु न, मेरो कपाल फेरि के भन्नु र, हावाले उडाएर बिगारेर गाडीमा, के भन्नु, आइपुग्यौँ। आउनु चाहिँ जेने तेने अब। अनि अब हिँड्नुपर्छ यहाँनिर। हेर्नु न, यति माथि रहेछ, सिँढीमा कसरी उठ्ने होला। म त सोच्दै परशुराम जस्तै, परशुराममा पनि यस्तै छ सिँढी, एकदमै उपर छ। त्यही पनि अब जानु त मन लाग्छ, होइन। आइपुगेर अब माथि उठेर भए पनि जानु त मन लाग्छ, होइन। यहाँ टिकटहरू काट्नु थाल्यो हामीले। टिकटको दाम चाहिँ एकजनाको 50 रुपियाँ। हेर्नु न, यति माथि छ यो चाहिँ। अनि यहाँ चाहिँ माथि एउटा किबा बनाएको रहेछ। अनि यहाँबाट चाहिँ हेऱ्यो भने सबै तेजपुरै देखिन्छ अरे भनेर हामीहरू चाहिँ उठेर हेर्नु थाल्यौँ अब। अनि यहाँ चाहिँ ब्रह्मपुत्र पनि देखिँदो रहेछ यहाँबाट, माथिबाट चाहिँ हेरेर पनि राम्रो लागेको थियो। अनि यहाँ चाहिँ हाम्रो भोलेनाथ बसिराख्नु भएको छ। हेर्नु चाहिँ एकदमै राम्रो लाग्छ कि भगवान्हरूको फोटोहरू जे पनि होस् भने राम्रो लाग्छ। यहाँ चाहिँ बेलेग किबी आर्ट गरेको रहेछ। अब यहाँ चाहिँ हामीहरू अब सबै गरिसकेर राति भइसक्यो। अनि हामीहरू चाहिँ फटाफट सबैतिर घुमिसकेर अब निस्केको घरको लागि। एन्ड थ्याङ्क यू हेर्नुभएकोमा।